हेलो एभ्रिवान, मेरो फेरि न्यू भिडियोमा तपाईहरुलाई स्वागत छ। अनि आजको दिन चाहिँ सुरुवात हुन्छ मेरो खानाबाट। अनि सो म चाहिँ बिहान उठेर हात मुख धोएर खानासाना खाए। खानासाना खाइसकेपछि 9 बजेतिर भान्जालाई स्कुल पुर्याउनु पर्ने हुन्छ। अनि आज चाहिँ मेरो छुट्टी थियो क्या, अनि त्यही भएर मैले भान्जालाई पुर्याउन आएको थिएँ। अनि यहाँ भान्जाको गाडी कुर्दा गाडी आउँदैन, अल्छी लागेर उस्तै भइसक्यो आफूलाई। अनि बल्ल 9:30 मा गाडी आइपुग्यो। त्यही पनि कति ढिला के, घाम पनि उस्तै लागिरहेको थियो। अनि कुर्दा गरेर बल्ल आइपुग्यो गाडी। अनि टक्क मैले चाहिँ भान्जालाई गाडीमा चढाएर म चाहिँ अब घरतर्फ लागेँ। अनि आजको प्लान चाहिँ करेन्ट र टुपियम चाउचाउ पकाएर खाने प्लान थियो। सो आज चाहिँ छुट्टी भएको कारणले म चाहिँ करेन्ट र टुपियम पकाएर खानको लागि जुगाड गर्दै थिएँ। अनि यो चाहिँ म भान्जालाई स्कुल पुऱ्याइसकेपछिको यो हाम्रो गाउँको भिडियो हो, एकदम राम्रो। अनि म चाहिँ घर आइपुगेँ। अनि सो घरमा आएपछि मम्मीलाई मैले पैसा मागेँ, खाजा खाने पैसा। एक सप्ताहमै मम्मीले दिनुभयो क्या। माग्दाखेरि चाहिँ भान्जालाई स्कुल पुऱ्याएर घर आइसक्यो। अनि एकछिन गेम खेलेर अनि 12-1 बजेको थियो होला सायद। अनि त्यतिखेर चाहिँ म ठ्याक्क नुहाउन आँटेको थिएँ। अनि मम्मीले चाहिँ अब गाई लिएर आइज, अब गाईलाई पानी दिनुपर्छ, पितो पानी दिनुपर्छ, गाईतिर आयो, घाम धेरै भयो गाईलाई भनेर भन्नुभयो। अनि म चाहिँ नुहाउनको लागि रेडी भएको थिएँ। अनि यही उसमै म चाहिँ गाईलाई लिन आएँ क्या। अनि यता चाहिँ म गाईलाई लिएर आइसकेपछि टक्कसँगले मेरो भाँडा मस्काउने कार्यक्रम थियो। फेरि हाम्रो घरमा चाहिँ अब होटलको जति नै भाँडा हुन्छ थोरै आउँदैन, मस्काउँदा वाक्क लाएर झन्झट लागेर मलाई रिस उठेर फेरि उस्तै हो। त्यो ग्यासको पनि उस्तै फोहोर भएको थियो। फेरि मैले आज छुट्टी बस्नु परेकोले आज मैले भाँडाकुँडा मस्काउनु परेको, त्यही माथिको रिस। अनि कुन्दाको अल्छी लागिरहेको, भाँडाकुँडा पनि यति धेरै टाइम पासै भयो। अनि मस्काएर यत्तिको सफा चाहिँ बनाएँ मैले होइन। भाँडा मस्काउनु चाहिँ मलाई एकदम आउँछ। अनि टक्कसँगले मैले भाँडासाँडा मस्काइसकेपछि अब म नुहाउनतर्फ लागेँ। अनि म नुहाउनको लागि चाहिँ मोटर, हाम्रो घरमा त फेरि मोटर छ, पानी चाहिँ एकदम ठुलो आउँछ। अनि मोटरको पानी क्यास्टलमा भरिसकेर म चाहिँ अब नुहाउनतर्फ लागिसकेँ। अनि म चाहिँ नुहाइसकेर एकछिन बाहिर घाममा बस्न गएको। घाम चाहिँ एकदम दामी लागेको रहेछ कि, पुरै एकदम ठन्डा। म चाहिँ अब दोकानतिर गएँ खाजा लिनलाई, लास्टै भोक लागेछ। अब खाजा टुपियम र करेन्ट लिन जान आँटेको, दोकानमा छ कि छैन। A few moments later. फाइनली मैले चाहिँ टुपियम ल्याइसकेँ। अनि टुपियम लिएर मैले यहाँ पकाउनको लागि प्रोसेस रेडी गरिसकेँ। अनि सो आज चाहिँ टुपियम मात्र नभएर पहाडी इस्कुस पनि एकदम दामी, हेल्थको लागि राम्रो हुन्छ भनेर इस्कुस पनि 4-5 वटा उसिनिहालेँ। फेरि इस्कुस चाहिँ एकदम गुलियो क्या, कस्तो मिठो। अनि पकाउँदाखेरि चाहिँ मिठो भएको थियो। अनि सो मैले चाहिँ अहिले पकाउन आँटेको। अनि पकाउनको लागि यता मैले चाउचाउको लागि इस्कुसको लागि पनि मैले रेडी पारिसकेँ। अनि 1 जग आधी जग चाहिँ पानी हालेँ मैले। अनि यता मैले प्याजहरू, मेरो रेसिपी अनुसार चाहिँ मैले यता प्याजहरू अनि टमाटरहरू म चाहिँ अब टुपियम पकाउँदाखेरि मेरो रेसिपी अनुसारको पकाउँछु होइन। प्याजलाई बोइल गरेर टमाटर पनि काटेर त्यसलाई स्लाइस गरेर अनि त्यसलाई पनि बोइल गर्नको लागि मैले हालिदिएँ। अनि यसो टमाटरको स्लाइस चाहिँ एकदम राम्रो थियो, पातलो न पातलो। त्यसरी चाहिँ एकदम दामी हुन्छ। तपाईँहरूले पनि एकचोटि ट्राई गर्नु होइन, मैले पकाए जस्तो गरेर एकदम दामी हुन्छ। किनकि त्यो अब बोइल भएको हुन्छ नि त, प्याज एकदम दामी हुन्छ। अनि माथिबाट गार्निसको लागि प्याज के भन्छ, म चाहिँ कस्तो हतार गर्छु क्या। मैले चाहिँ पकाउने प्रोसेसतिर लागेँ। अनि सो चाउचाउ चाहिँ पानी उम्लिसकेको थियो, हाफ बोइल भइसकेको थियो प्याजहरू। अनि मैले चाउचाउ पनि हालिदिइहालेँ। अनि चाउचाउ पनि हालिदिएँ। एउटा चाहिँ करेन्ट भनेको अर्कै खालको करेन्ट ल्याएको छु, खेर केही छैन, खाने मैले नै हो भनेर मैले चाहिँ पकाउन थालिसकेँ। उता इस्कुस उसिन्दाखेरि टमाटर पनि सरी गरे अन्डा पनि हालिसकेको थिएँ मैले उता। अनि अन्डा पनि भयो भनेर मैले चाहिँ उता अन्डा अलरेडी निकालिसकेँ। अनि मैले चाहिँ अब ससहरू हाल्ने पालो। अनि यो अमिलो चाहिँ फेरि एकदम स्पेसल र अर्ग्यानिक अमिलो हो कि, अनि म चाहिँ त्यही युज गर्छु। अनि यता चाहिँ हाफ बोइल भइसकेको छ, चाउचाउ एकदम रेडी भइसकेको छ। यसलाई अब मरमसलाहरू हालेर रेडी पार्नुपर्ने हुन्छ। अनि सो म चाहिँ मरमसलाहरू तर्फतिर लाग्छु।
भोइस चाहिँ के भयो भन्नुहुन्छ होला भोइस चाहिँ चाउचाउ खाएर यस्तो भएको है भन्न नमिल्ने म बिरामी थिएँ क्या अलरेडी त्यही भएर यस्तो भोइस भइरहेछ मेरो लु साथीहरूलाई भोक लाग्यो होला मलाई चाहिँ भोक लाग्यो लु म चाहिँ खान थालेँ तपाईहरु चाहिँ अब खानुहुन्छ कि हुन्न भोकै चाहिँ नबस्नु होला कृपया खानु होला म चाहिँ खान थालेँ म चाहिँ अलिकति छिटो खाने भएर झन्नै पिल्सेर मरि गए तर केही छैन अन्डा थियो लास्ट टाइममा अन्डा चाहिँ चबाइहाले दबाइहाले रानी त म त फेरि देख्नै सक्दिनँ नि अन्त उदाहरण खाएको मैले राम मैले खाएको लास्ट टाइममा फेरि खाएर चाहिँ अलिकति राख्दिने बाइन्छ प्लेटलाई अनि यता चाहिँ इस्कुस पनि भइसकेको रहेछ इस्कुस पनि परिराखेको के त्यो उसिनेर अनि इस्कुसको गुदी त फेरि मेरो त फेभरेटै हो अन्त म त खाइदिइहालेँ अनि गम यस्तो फास्ट खान्छु कि म चाहिँ फेरि हन्तकाले कम्ती खाँदिनँ राम सुनिले कति खाएको खानै फेरि जान्दिन अहिले त हेर त खाएको राम खाएको हेर त इस्कुस गुलियो इस्कुस आमामा कम्ती मिठो भयो त अनि गुलियो